अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरूलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना सङ्कलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अगाडि बढाएको हो। अनुसन्धान अधिकृत तोकिए लगतै उनलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरेका हौं, अख्तियार उच्च स्रोतले बताएको छ। उनी लगायत केहीलाई बिहीबार बिहानैदेखि बयान लिन थालिएको छ। अरू केही कर्मचारी र एजेन्टहरू समेत अनुसन्धानको दायरामा रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बुधबार नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईलाई केही सोधपुछपछि छाडिएको र बिहानदेखि फेरि सोधपुछ सुरु भएको बताएका छन्। उनका अनुसार उपकरण लगायतका केही प्रमाणहरू सङ्कलन भइरहेकाले थुनामा राख्नुपर्ने आवश्यकता